ए तिमीहरूको चन्डाल चौकडी आज यता छ आजलाई कतातिर के उपद्रो गर्ने योजना गर्दैछौ त खै काका के उपद्रो गर्नु कति उपद्रो गर्नु लक्का जवान भइसक्यो रोजगार काम धन्दा केही छैन सोच्दा पनि दिक्क लाग्छ हो अब त बसौँ न काका बसेरै कुरा गरौँ ल ल तिमीहरूले बसौँ भने हाल्यो बस्छु नि त ल ल काका यसले पनि सोध्नु थालेछ अब केही होला जस्तो छ युवाले ठिकै भन्दैछ त बिहे गरेर घरजाम गर्नुपर्ने बेलामा सधैँभरि यसरी बरालेर चल्ला त आज भने युवानले मेरो मनकै कुरो गरे है सधैँभरि यसरी त हुँदैन हो होइन हो काका केही सल्लाह दिनु न के गर्दा चाहिँ राम्रो होला त खै के गर्दा राम्रो होला भन्नु पढाइ लेखाइ सुन्ने सिप केही कुरामा छैन मुडे बोल खोटे बुद्धि अनि के भनौँ र मैले के गर्नु त काका बेलामा जान्नेन बाआमाले पढ भन्दा मान्नेन केही सिप छैन केही सल्लाह त दिनु न काका ल तिमीहरू सुध्रिने हो भने पहिला तिमीहरूले सिपको विकास गर्नुपर्छ कुरो बुझ्यौ केटा हो होइन काका यो सिप विकास भन्ने चाहिँ के रहेछ कसरी गर्ने अलिक बुझ्ने गरी भन्नुहोस् न ल सुन केटा हो सिप भनेको कुनै पनि काम गर्न जान्नु हो जस्तै कि मसित एउटा बन्चरो छ यसले धेरै किसिमका काम गर्न मद्दत गर्छ तर यसलाई चलाउन जान्नु पर्यो बन्चरो चलाउन जान्नु नै बन्चरो चलाउने एउटा सिप हासिल गर्नु हो बुझ्यौ त तिमीहरूले यसैले जुन काम हामीले गर्ने हो त्यो काम कसरी गर्ने त्यो विषय सम्बन्धी तालिमहरू लिएर हामीले आफ्नो सिपको विकास गर्न सक्छौँ अनि काका त्यो तालिम लिने कहाँ हो के लिनुपर्ने हो त्यसका लागि विभिन्न किसिमका सरकारी तथा गैर सरकारी तालिम केन्द्रहरू खुलेका छन् त्यहाँ जाने सिप सिक्ने त्यस्तो तालिम केन्द्र हामीलाई पाइक पर्ने ठाउँमा कहाँ छ काका भनिदिनुहोस् न भक्तपुरको सानो ठिमी सिटी भिटीमा गएर कुरा बुझ न केटा हो कुन कुन विषयको तालिम दिन्छन् नि काका त्यहाँ विषय त धेरैवटा छन् हाम्रो ओडाले पनि 2-4वटा चाहिँ के अरे तालिमहरू दिँदैछ त्यहाँ गएर यसो बुझ न केटा हो र काका मलाई त यो सिकर्मी काम अलिअलि आउँछ पनि अलिअलि गर्छु पनि घरमा पनि बाख्रा पाल्दै आएको हो यसै विषयमा तालिम लिएर अगाडि बढ्नु पर्ला ठिकै छ साथीहरू आफ्नो रुचिअनुसार काम गर म चाहिँ विदेशतिर जाने हो ल साथी हो तिमीहरू के गर्ने हो आफू त ढकर्मीको छोरा परियो त्यो अनुसार सिप सिक्नु पर्ला ल ल ल ल अब हामी पनि सँगै जाने हो घैका पनि घाम लागेको जस्तो छ गई मु सेउला काट्न ल त केटा हो जाउँ हामी पनि बेलुका 4 बजे उतै विक्रम काकाकोमा भेटौँला निवेदन पनि उतै लेखौँला किन नउठेको भनेको त हुनेवाला भाउजू आउनु भएको रहेछ त्यही भएर नउठेर छ दाजु ए हो त रहेछ त दाजु भाउजूको बिचमा यो हल्लामा बाल्ला पनि छपिरहन्छ भन न के भन्नुपर्ने हो मैले त मन पराएकै हो र उसले वास्तै गरेन हाम्रो दाइले हेरेर आई लभ यु भन्ने हामी सबैले यस्तो हेर्दै गुन्डा जस्तो छ म आई लभ यु भन्नु भन्दा त म कुमारी बस्ने नै ठिक हो ए के गरे तिमीले झन् फकिएला भने झन् बिच गएर यार ल धेरै नरिस यो केटीसँग बिहे भएछ नि 2टा जन्ते बाख्रा दिन्छु म तिमीलाई हो त नि म पनि सिकर्मी तालिम गर्दैछु क्यारे स्पेशल डबल बेड उपहार दिउँला तँलाई म त ढकर्मी सिकेको मान्छे घरमा नै भने चित्तमै काम गरिदिउँला ल केटाहरू धेरै उल्ली बिले लाउनु पर्दैन आफ्नो कुरो चाहिँ सम्झिराख्नु एक दिन यही केटाले तिमीहरूको भाउजू बनाउँछु म ल सम्झिराखौँ ल अहिलेलाई जाउँ ल केटाहरू जाउँ
खाली बिस्टिका मुर्दाहरू होइन कसलाई के भन्छ यो कसले के हुनु नि त्यो पारी गाउँको आएर केटाहरूले जता गयो नि जिस्काउँछ आफू बचेर हिँड्नुपर्छ नि बा आएर केटाहरू त त्यस्तै त हुन्छन् नि तरुनी आइमेहरू देखेपछि अलिअलि घोसपेस त भइहाल्छ नि नानी तिनीहरूसँग मुख लाग्नुभन्दा तर्केर हिँड्नु नै बेस हुन्छ नि सबैले यस्तै भनेर त तिनीहरूले हेपेका नि अब के गर्नु भन्नु पर्यो भन् त तै भन् न त चप्पल फुकालेर गाउँमा हानिदिनु पर्ने मुर्दाहरूलाई खोइ त हानेर आइनछस् त हानेर आएको भए हुन्थ्यो नि त अब फेरि जिस्काउनु न म के गर्छु तिनीहरूलाई नानी खबला पानी खाऊ न हस् काका अनि माइली के छ खबर सन्चै छ सन्चै छ काका तपाईँलाई नि कस्तो छ ठिकै छ नानी काका पानी दिनुहोस् आज कताबाट यता आइपुग्नु भयो त यसो बाख्रालाई सेउला काटौँ भनेर जङ्गलतिर गएको थिएँ अनि फेरि बाटो परे हुनाले माइलीलाई नि यसो भेटौँ भनेर आएको त्यो बाबुको गाउँको केटाहरूले जिस्काउँछ भन्छे यसो सम्झाइदिनु न त्यो केटाहरूलाई मैले पनि अघि भर्खर त्यो बाटोमा भेटेर आएको थिएँ केटाहरू चाहिँ सुध्रिने जस्तो कुरा गर्दै थिएँ अनि तै पनि म एकचोटि सम्झाइदिउँला अस्ति छोरीको लागि केटा राम्रो छ भन्नुहुन्थ्यो के भयो त कुरो तिमीले हुन्छ मात्रै भनौ न माइली मैले कमला नानीलाई बलिया जस्तो केटो खोजेर राखेको छु नाइ म त अहिले नै बिहे गर्दिनँ होइन अहिले नै बिहे नगरेर कहिले बिहे गर्छ बुढी गर्ने बस्छ सब अब तपाईँले कुरो अगाडि बढाए हुन्छ कुरो मिल्यो भने यो मङ्सिरमा बिहे गरिदिनुपर्छ यसको हुन्छ नि माइली म कुरा अगाडि बढाउँछु यो बुढी माउको कुरा नसुन्नु है काका तपाईँले म बिहे गरेर गइसकेपछि यिनलाई कसले हेर्छ म त बिहे गर्दिनँ यसलाई कसरी मनाउने मलाई थाहा छ तपाईँ कुरा अगाडि बढाउनु न केटा त असल छन् नि तपाईँले चिन्तै नलिनुहोस् त यस्तो कुरामा तपाईँ पनि यसो बुझ्नुहोस् न पारी गाउँको कम्बल कस्तो रहेछ भनेर तपाईँले भनेपछि त केटा असलै होला नि अनि केटाको परिवारमा चाहिँ को छन् नि एक्लो केटो हो आमा बुबा बितिसके दाजुभाइ दिदीबहिनी कोही पनि छैन ए परिवारमा जेठोबाट कोही पनि छैन त्यसरी एक्लै बसेको केटा अनि लाइनमा त छ लाइनमा छ मात्रै होइन धेरैलाई लाइनमा लगाएर रोजगारी दिइरहेको छ उसले त्यस्तो के काम गर्नुहुन्छ उहाँले निर्माण व्यवसाय हुन् बाटो घर पुल इत्यादिमा चाहिँ व्यवसायमा लागेका छन् ए भइहाल्यो नि यति राम्रो केटा उम्काउनु हुँदैन नि ल काका कुरा अगाडि बढाउनुहोस् हुन्छ म पनि खाजा बनाउन जान्छु काका खाजा खाएर जानु ल खाजा बनाएर ल्याउँछु नि होइन माइली मलाई पनि अलि हतारै छ म पनि अहिले पछि खाँदा खाँदा ए हुन्छ हस् हस् ओहो दाइ हातमा ब्याग बोकेर कता लाग्नु टाढै त्यहाँ तल पालिकासम्म अरेमा पुल हाल्ने है एउटा केन्द्र दर्ता गराएर आउनु पर्यो भनेर जानु अनि तिमीहरू चाहिँ कता नि हामी बिरम काकासँग भेटेर किन के काम थियो विक्रम काकासँग हाम्रो ओडाले सिप विकास सम्बन्धी तालिम दिएको रहेछ दाइ त्यही सम्बन्धी गन्थन मन्थन गरेर आएको नि हामी यसो पो एकदम ठिक विचार गऱ्यो अनि विकास खोइ त ऊ त विदेश जाने रे तपाईँसँग कुरा चलाएको छु भन्थ्यो दाइ हुन त हो त्यता कुरा पनि चलाएको छु
भोलि एकपटक मेन पावरतिर पनि जानुपर्ने छ, गएर हेरौँ के हुन्छ। ल दाइ, त्यसको पनि एउटा व्यस्त मिलाइदिनु पऱ्यो। हामी त सिप सिकेर स्वरोजगार बन्ने हो दाइ। धेरै राम्रो विचार गर्यो केटा हो। पछि मैले केही सहयोग गर्नु पर्यो भने भन्नु, म गराउँछु। अब दाइले सहयोग नगरे कसले गर्ने? अब तपाईँ बाहेक हाम्रो गाउँमा को नै छ र अरू? ल सबै कुरा ठिक छ। बेलैमा सिकेर राम्रो काममा लाग्नु नि। अहिले मलाई हतार छ, म गएँ है त। हस् दाइ, हस्। हेर्नु भयो, मेरो त आमाले घरमा के गर्छु कुरा गर्दैछ, त्यही भएर कहाँ भएन मलाई त। ए बिगाएर पानी नपाएर त सहरतिर गएर आएको नानी, यस्तो गर्मी भयो है। पानी खाएर जानु होइन, के भएको आज मलिनु देख्छु त अनुहार। यस्तो बिहे गर्ने कुरा चल्दैछ अरे, त्यही भएर होला। ए त्यो कुराले पो बेलैमा कुरा बुझ्नु भएछ त आमाले। बिहा गर्ने कुरा चल्दाखेरि उमेर भएको छोरी किन खुस्सो परेर बस्नु पर्यो नि? हो त, यो उमेरमा पनि बिहे गर्ने कुरा सुनेर दिक्क मान्ने हो त। मनमा चाहिँ लड्डु फुटिरहेको होला, हामीलाई चाहिँ दिक्क लागेको छ भनेर भन्छौँ। बरु केटा चाहिँ को हो नि है भन्न? थाहा छैन मलाई, बिहे गर्ने भए पो चासो राख्नु, नगर्ने भए पनि के को मतलब? होइन, बिहे किन नगर्ने भनेको तैँले? घर केटा राम्रो छ भने त बिहे गर्ने उमेर भइहाल्यो नि। के अन्तै माया पेटी बसाइ छ? भन्न पायो भन्दैमा चाहिँ मुखमा आयो त्यति नभन है। त्यसो भए भन्न त, बिहा गरिदिन किन भन्दैछस् त? मेरो आमा बुढी भइसक्नु भयो, म बिहा गरेर गइसकेपछि मेरो बुढी आमाको भोग चित्त कसले हेर्छ? तिमीहरू नै भन त। हो यो कुरा त, यसले बिहे गरेर गएपछि रिता आमा एक्लै हुन्थ्यो। त्यसो भनेर मात्र नि कहाँ हुन्छ र? हामी छोरी मान्छेको जात एक दिन माइती घर छोड्नै पर्छ। एउटा गीतको बाटो छ, तेरो बिहे नै हुन्छ तैँले आमालाई पनि छाड्नु पर्दैन। कस्तो हो गीतको बाटो? लस्त भन्नु। बिहे गर्छु तर केटा चाहिँ घरदै बस्नुपर्छ भन्दिनँ। घरदै बस्ने केटा पाए मात्रै बिहे गर्छु भन्दैन, कुरा छ के गर्ने? घरदै बस्ने केटा पाइएन भने चाहिँ के गर्ने नि? रूप रङ जिउ डाल सबै राम्रै छँदैछ, आफू सुहाउँदो केटा एउटा नपाउलिरहे यसले। किन नपाउनु? त्यही पल्लो गाउँको विकासीकै यसलाई मन पराउने, त्यो शर्त यसलाई त्यसले मानिहाल्छ। मन पराउँछ, सद मान्छ भन्दैमा त्यस्तो आवारासँग बिहे गर्छु म? आबारा भन्दैमा त्यति साह्रै निकम्मा नि छैन है त्यो केटा, अरूभन्दा चाहिँ भलादमी नै छ है। तँलाई त्यस्तो लाग्यो, तै बिहे गर्न त। हुन्थ्यो नि, मलाई मन परेन भए त तँलाई मन पराउँछ, के गर्नु? ल धेरै गल्पति नगरौँ, घर जाउँ। ल ऊ पनि जामिन जो केटासँग बिहे भयो नि, तेरो यो घर जमिवाला शर्त राख्दैन, तेरो समस्याको समाधान भइहाल्छ नि। कति जानुपर्छ कमल दाइ? त बन्द पो रहेछ। फोन गर्नु। हेलो कमल दाइ, कता हुनुहुन्छ? म तपाईँ घरमा कुरिरहेको थिएँ। ल छिटो गरेर आउनु है त। ओहो दाइ आइपुग्नु भयो? नमस्ते दाइ। नमस्ते नमस्ते, एकछिन है त, म यो ढोका राखेर आउँछु। ल भन, के गर्न आयो? दाइले आज मेन पावर जाने भन्नुभयो नि त। ओहो, मैले त घुसुक्कै बिर्सेछु। तिमी आएर सम्झायो, राम्रो भयो। अनि नागरिकता नि बोकेका छौ त?
फेरि पासपोर्ट पनि बनाउनु पर्यो त। नागरिक त बोकेको छु त है, पासपोर्ट पनि बनाइहाल्ने हो। ठिकै छ त। देश चाहिँ फेरि कुन देश जाने विचार गरेको छौ? खोइ कुन देश जाने हो, म त अल्मलिरहेको छु त है। ठिकै छ त। यो विषयमा मेन पावर एजेन्टसँग भेटेर नै सल्लाह गरौँला कुन देश जाने भनेर। जाउँ न त दाइ, एकछिन उतै पुगेर आऊँ, देश र कामको विषयको टुङ्गो लगाएर आऊँ। ल ठिकै छ भाइ, म ढोका लान्छु अनि जाउँ ल ल। जाउँ दाइ। मेन पावरबाट फोन पनि आएछ। ल जाउँ जाउँ। नमस्कार सर। नमस्कार। सर नमस्कार। नमस्कार, बस्नु न। अनि विकासजी के छ त हाल खबर? पासपोर्ट बनाउनु भयो? छैन, पहिला जाने देश र कामको टुङ्गो लगाउँ भनेर। त्यो त भइहाल्छ नि विकासजी। भन्नु न तपाईँ कुन देश जानुहुन्छ, त्यही अनुसार कुरा अगाडि बढाउँला। व्यक्तिगत सिप केही छैन योसँग। अलि राम्रो देशमा सजिलो काम पाउने ठाउँ मिलाएर पठाइदिनु न। ठिकै छ, त्यो हेरेर म मिलाउँला। तर पासपोर्ट चाहिँ बनाइहाल्नु है विकासजी। पासपोर्ट भएपछि यहाँ ल्याएर छाडिदिनु, म काम अगाडि बढाउँला। को आउँदै हुनुहुन्छ सर? कसलाई लिन जानुपर्ने भयो? यो कम्पनीको मालिक बुद्धिराज बिष्ट आउँदै हुनुहुन्छ। माथिको बुद्धिराज बिष्ट? उहाँ त सैनिकाई साहब होइन र भने? हो त। उहाँ त धेरै भयो नि सर बस्नु भएको। सहरमै बस्नुहुन्थ्यो, खोइ गाउँ घुम्ने मन भयो होला नि। ठिकै छ, उहाँ गाउँमा आएपछि भेट पाइहाल्छ, भेटेरै कुरा गरौँला नि। खोइ मैले त उहाँलाई देखेँ नि छैन, नाम चाहिँ सुने हो। भेटेपछि थाहा भइहाल्छ नि कस्तो भनेर। अहिले मेरो बजारतिर काम छ, बरु बजारतिर जाउँ अहिले। हस्। ल हस्, आउँदै हेर्नु है। के कुरा हो नि? तेरो के सब बिहे गर्ने कुरा गरे होइन? कुरा त गरे हो, को मान्छे हो? मान्छे नै चिन्दैन। विकास मन पनि थालिसक्यो होला, के अरूलाई चिन्तिस् त? ओहो, हजुर आज एक्लै? बाँकी तिनजना खै त? ओडातिर जा होला नि। त्यो लफुङ्गाहरूको ओडामा चाहिँ के काम नि? तालिम लिन निवेदन दिन जान्छु भन्थे। ओहो, के को तालिम नि? डगर्मी सिगर्मी बाख्रा पालन सम्बन्धी तालिम हो। अनि के आफ्नो घैटामा चाहिँ अहिलेसम्म घाम लागेको छैन? लागिसक्यो लागिसक्यो होइन? के लागिसक्यो, घैटामा घाम लागिसक्यो। म पनि भोलि काठमाडौँ जाँदैछु पासपोर्ट बनाउनलाई। अब म पनि विदेश जाने हो। ल बधाई छ। केटोले बाह्र लेब्ला जस्तो छ त, सर्ट सुनाइदिउ? त धेरै उत्तली नभने जाउँ, हिँड ढिलो भइसक्यो। त चाहिँ के हो बाटोमा खिङ उभिएर बसिरहेको? खै छोड, यसरी ढकाल्दा त लड्ने मान्छे विदेश गएर के गरी खान्छ होला? ओहो काका नमस्ते। नमस्ते भाउ। म बजार गएको थिएँ, काका त तिन बेलदेखि आएर बस्नु भयो। ए भर्खर आएको बाबु, धेरै बेर भएको छैन। ल ठिकै छ काका, म राखेर आउँछु अनि। ल बाबु, है त। धेरै कुद्नु पऱ्यो ल है काका। होइन नि भर्खरै हो। के कति काम आउनुभयो? ठिकै छ, म राखेर आउँछु। के छ? सब ठिक छ, अब राम्रो छ। काका के कति काम आउनुभएको? यसो एकछिन भेट गरौँ भन्ने आएको बाबु। ठिकै छ काका, म यसो चिया बनाएर ल्याउँछु, बस्दै गर्नु है। है काका। यतिको असल केटासँग जोडी मिलाइदिन पाए मलाई पनि धर्मै हुन्थ्यो। अब केटी पनि जाँदैछ, केटु पनि बडा असल छ।
चियाले ए बाबु होइन कहिलेसम्म हो हामीले तिमीले मात्र पकाएको चिया खाने अनि बुहारीले बनाएको चिया खान चाहिँ कहिले पाउने हामीले के गर्नु त काका सानैमा बाउ आमा गुमाइहाल्यो एक्लो जिन्दगी जिउँदा जिउँदै यस्तै भयो बरु तपाईँले अस्ति भन्नुभएको कुरा के भयो कुनै म पारी जङ्गलतिर गएको थिएँ अनि अस्ति कुरा गरेको केटीको पनि छिरेर आएको कस्तो कुरा भयो त काका कुरा राम्रै भएको छ तर केटीको पनि बाउ दाजुभाइ कोही छैनन् आमा मात्रै हो मेरो बिहेपछि आमाले कसले हेर्छ तपाईँ भन्दै थियो त्यो त के भयो र काका म पनि एक्लो मान्छे न बाउ छन् न आमा छन् बरु बिहेपछि आमा सरै मानेर यही ल्याएर राखौँला नि ए त्यसो भए त सबै कुरा मिलिगयो नि ल म भोलितिर गएर सबै कुरा फत्ते गरेर आउँछु अनि तिमी र म एक दिन राम्रो साइज जुराएर माग्न जाउँला भइहाल्छ नि काका के गर्दा राम्रो हुन्छ काकाले गर्दै भइहाल्छ नि मलाई त के थाहा छ र ल त्यसको त तिमीले केही चिन्ता लिनु पर्दैन सबै कुरा म मिलाइहाल्छु नि ढुक्क भए हुन्छ बाबु म छु त्यो कुरालाई अब म अहिले गएँ पनि बजार जानु छ मेरो पनि है ल